So hi everyone, good morning. Welcome to my another vlog. अहिले चाहिँ बिहान मर्निङ टाइम भइसक्यो. सो बिहान अहिले 5:30 भएको छ भनौँ न, 5:30 भएको छ. सो आज चाहिँ मेरो स्पेसल पिकनिक प्रोग्राम. सो गाइज मेरो अघिल्लो भिडियोमा चाहिँ नि पिकनिक सपिङ थियो. सो आज चाहिँ मेरो पिकनिक डे हो. सो अब चाहिँ नि फर्स्ट अफ अल मैले चाहिँ नि जानुपर्छ. चिसो छ गाइज, नुहाउनु पर्ने हुन्छ. त्यो सोचेर मैले जाडो हुँदैछ. सो ओके, पछि तपाईँहरूलाई रेडी भइसकेपछि अनि पुरा फाइनल लुक देखाउँछु. त्यसपछि जाने पिकनिक खानको लागि. पिकनिक खानामा त खानाभन्दा इन्ट्रेस्टिङ नाच्नको लागि हो क्या साथीहरू. सो फनी है म. ओके, मिटिङतिर म रेडी भएर जाँदैछु. घाम पनि टक्क लागेको छ होइन, त्यस्तो चिसो पनि छ होइन. सो अब हामी पुगेपछि अनि त्यहाँको साथीहरू सबैजना वेट गर्दै हुनुहुन्छ हामीलाई. हायरे मेरे रेडी भएर जाँदैछु. हजुरहरूलाई त्यही पिकनिक स्पटमा पुगेपछि मैले अनि सबै देखाउँछु. रेडी अब चाहिँ हामी जान लागेको ल. हजुरलाई लिएर जाउँ. यो चाहिँ मेरो माइजूको सानो पसल छ. अनि ऊ चाहिँ बहिनी. अनि माइजूले के भन्नुभयो? चुइगम खाऊ. त्यो सेन्टर फ्रेसवाला दुईवटा देऊ भयो. सेन्टर फ्रेस छैन. ऊ त्यो के हो दासाउनेवाला छ त. न्यू चिकन. आजको फेभरेट चिकन हो त्यो. ल बाई. अहिले एउटा रोज पनि पाएँ. वाउ, पर्पोज गर्न जाँदैछु. आज पर्पोज प्राङ्क गर्ने हो साथीहरू. सो ए त्यहीमा ब्यागमा हाल न. आमा यस्तो लगाऊँ. वाउ मितिनी, तिमीलाई कस्तो लागिरहेछ पिकनिक जानु? यस्तो कानमा सिउरी देऊ फुले. फाइनली हामीले चस्मा पनि लगायौँ होइन. हेर न यस्तो. यो देखो. आमामामामामा, हामी केही देख्दै थिएनौँ तर हामीलाई चाहिँ सबै देख्दैछन् होइन. म चाहिँ ब्लगमा केही पनि देख्दै थिएन तर हामीलाई चाहिँ सबै देख्दैछन् बाटोमा. सो आमा रोज त टुटेछ त. कहाँ टुटेछ? ल जा, अब के गर्ने, यस्तै हो. कोही नभएपछि यस्तै हो. हामीहरू यता पुगिसक्यौँ हाम्रो जानेवाला बाटोतिर. अब हामी पुग्छौँ. अहिले तपाईँलाई थाहा छ कि मेरो घरबाट यहाँसम्म आधा घन्टा जति लाग्छ कम्तीमा पनि. सो आधा घन्टा हामी त्यहाँ पुग्छौँ. अब त्यस्तो खासै राम्रो त छैन. अब साथीहरू रमाइलो गर्ने भन्ने टाइपमा चाहिँ हामी सब जाँदैछौँ. फिल्म हल पुग्यौँ होइन. लाइफमा कहिले गएको छैन तर हल मात्रै बाहिरबाट देखेको छु. एक न एक दिन आउँछु नि के छ र होइन र. कलमा बिजी हुनुहुन्छ उहाँ चाहिँ. बहिनीको बजार जता. अब चाहिँ हामी अटो चढिरहेको छौँ. अटो चढेर जाने. के गरौँ, कार छैन न बाइक छ. बसे ल हामी गएको ल. के हो त तिमी ब्लग गरी छाउने भन्नु त. लगाउनु चस्मा लगाइएन सर. क्या नाम दियो आपका? लगाइए न प्लिज, लगाउनु न. येल्लो सबै हेर. साइकल भन्थेँ, आज अटो भन्दैछु. मम्मा के हो? लुट्टी हुन्छ नि. वा देखो कस्तो राम्रो घाम लागेको होइन. हामी कलेजसम्म चाहिँ पुग्न थालेको है. अब आधा साथीहरू वेट गरिराख्नु भएको छ होला. सामानहरू पनि किन्नै बाँकी छ हामीले. हाम्रो पिकनिक त खै कस्तो खालको हुने हो. पुग्न थालेको साथीहरू त्यस्तो हालत भइसक्यो होइन. कपाल कोरेको त केही भएन.
हामी चाहिँ पुग्यौँ होइन तर कसैले पनि देख्दैन नि त पिकनिक जस्तो त माहौलै छैन त अनि खै निकालेर देऊ त्यहाँबाट कति भयो त हाम्रो अब 100 रुपियाँ त्यहाँदेखि त 40 रुपियाँ लिन्थ्यो त हो ठिकै छ लुट्न सके लुटौ कान्छा नेपालमै हो छुट ओदेखिको सो फाइनली कलेजसम्म त पुग्यो साथीहरू कसैले पनि कसैको हल्ला पनि देख्दैन त हो म त के हो यस्तो खै त खै साथीहरू अहिले चाहिँ हामी 3 जना भएको छौँ एकजना अर्को साथी हुनुहुन्छ कस्तो लेट गरेको सबैजनाले यसो रिस उठ्ने अघिदेखि गाह्रो छ नि अहिले आउँदै हुनुहुन्छ फोन गरेको छ आधा साथीहरूले 8-9 बजिसक्यो किन्न जाँदैछौँ पिकनिक आजै सामान पनि आजै किन्ने अनि खाने पनि आजै हो डान्स पनि आजै गर्ने हो अनि डान्स गर्ने फेरि त्यो बाजाको टुङ्गै छैन सन्तोष सर अनुहार हेर्नु न अनि सुन्तला हेर्नु अनि स्याउ हेर्नु अनि बनाना हेर्नु केलामा हल्का दाग छ केरामा हल्का दाग छ यो सब्जी हेर्नु बैगन भाँडाकुँडा चाहिँ भइसक्यो यहाँ हाम्रो सानो डिजे दाइले ल्याउनु भएको तर राम्रो छ है अटोमा हामी सामान राख्दैछौँ अचारको लागि सबैजना साथीहरू रेडी भइसक्यो खानाको लागि हाम्रो रेडी भइसक्यो होइन अनि यहाँ हाम्रो दादा लाग्नु भएको छ अर्को दादा अनि मेरो मितिनी हुनुहुन्छ अरू साथीहरू यता हुनुहुन्छ पछाडि सो हाम्रो काम सुरु भइसकेको छ इन्जोय गाइज भन्दै हामी इन्जोय गर्छौँ तपाईँहरू हेरिराख्नु होला तपाईँहरू हेरेर अनि रातको लागि राइस जिरा राइस हाम्रो दिदीले पकाउनुहुन्छ अब यता कट्टी हुँदैछ कट्टी हुँदैछ यो छ यता पिउने खान्छु भने राधिकाको दिवस भन्छ तिमीलाई देखेर झन्नै बुझ्दिन त्यसका बाजी ल म मादल बनाउँछु नाच है साथीहरू हामी चाहिँ डान्स गर्दैछौँ अहिले दाइले चाहिँ आफ्नो मुखले मादल बजाउँदै हुनुहुन्छ है रमाइलो भइरहेको छ साथीहरू खानाहरू पनि पाकिसकेको छ हाम्रो जब फाइनली हामीले सबै कामहरू सकिसक्यौँ अनि रोस्ट चाहिँ हाम्रो बनिरहेको छ चिकन रोस्ट बनिरहेको छ अनि हाम्रो चाहिँ नि लोकदोरी पनि स्टार्ट भइरहेको छ साथीहरू लोकदोरी स्टार्ट भइरहेको छ सो लोकदोरीमा हाय भन्नु न पछि हेर्ने हाय साथीहरू मासु चलाउँदैछु है मासु चलाउँदैछु मैले अघि पानी उयो गरेन हात हाल्दैन फाइनली साथीहरू सबै खानाहरू पाकिसक्यो अनि अचारको लागि पनि रेडी भइसक्यो रोस्ट पनि बनिसक्यो अनि त्यसपछि मासु बन्दैछ भर्खरै लगाएको राइस पनि सकेको छ आधा साथीहरू फोटो खिच्दैछन् अनि दिदी चाहिँ यसरी बस्नुभएको छ अनि सो हाम्रो साथी
उहाँको पनि च्यानल छ, च्यानल सब्स्क्राइब गरिदिनु होला। के रे तपाईँको च्यानलको नाम भन्नुहोस् न। SR Vlog 884। यस, सबैजनाले सब्स्क्राइब गरिदिनु होला उहाँको च्यानललाई भन्न चाहन्छु। सो हाम्रो दी आउनु भएको छ, अलि लेट आउनुभयो उहाँ चाहिँ होइन, लेट आउनुभयो के कारणवश। अनि उहाँ मेरो मितिनी के ठुस्स परेर बसेको जुनकिरी मेरी। अनि उहाँ चाहिँ मेरो गणेश साथी, अनि उहाँ चाहिँ मेरो पारस साथी। हाई भनिदिनु न दुईजना। हाई बाई। चियर्स गाइस। यो पनि खानै पर्ने भयो, चिसो चिसो छ होइन। भनेपछि यस्तो यस्तो गोर्खा गोर्खा खान्न खान्न भन्ने पिउँदिन भन्दा भन्दै पिलायो साथीले। ओ माई गॉड। ल पिकनिकमा आइसकेपछि सबैजना हामी चाहिँ खाना खाँदैछौँ होइन, खाना खाँदैछौँ। त्यसपछि चाहिँ हामीले के गर्छौँ, अर्ना जड्याहरू सब। ओ माई गॉड। रोल चाहिँ अब हामी खाना खान थालिसक्यौँ, सबै साथीहरू मिलेर खाना खाँदैछौँ, खाना खाँदै हुनुहुन्छ सबैजनाले। सो अब म पनि खान्छु। खाँदाखेरिको ब्लग चाहिँ मेरो आउँदैन, बाँकी ब्लग चाहिँ मैले राख्छु, अलिअलि खाँदाखेरि देखाउँछु म तपाईँहरूलाई। साथीहरू अब चाहिँ खाना स्टार्ट गरेँ ल। तातो भयो, तातो भयो, लागिहाल्छ यो तातो भयो। मलाई अब यो यति खाएर अब त्यही खाएर चाहिँ मोटाउने घरमा मासु र यो खाएपछि अब भाँडा धस्ने पालो त मजाले आउँछ। भाँडा धस्दै हुनुहुन्छ मेरो दाईहरू अनि साथीहरू। हामी भाँडा माझ्दै हुनुहुन्छ। हेर्नुहोस् दाई, भाँडा माझ्दा कस्तो लागिरहेछ? दाई भाँडा माझ्दा कस्तो मन लाग्छ? भाँडा माझ्दा हामी त सबै बाहिर हुन्छ त। यो ठुलो भाँडा माझ्दा कस्तो मन लाग्छ? अब भाउजू ल्याउनु पर्यो छिटो, अब भाउजू ल्याउनु पर्यो। दाई टाढो पनि माझ्दा कस्तो भइरहेछ? एकदम रमाइलो भइरहेछ। अब यसरी सामूहिक हिसाबमा माझ्नु पर्ने हुन्छ होइन। सबैजना भाँडा माझ्दै हुनु त। मैले चाहिँ आफ्नो भाँडा माझेको काम सकिसकेँ, आफूले माझ्दाखेरि गर्न पाएन साथीहरू। अघिको चाहिँ मैले धोएको, अहिले चाहिँ मितिनी लाग्दै हुनुहुन्छ। अहिले लागेको हुनुहुन्छ भाँडा धुनलाई। पिकनिक स्पट यति धेरै छ आज त। ओहो, त्यहाँ छ त्यहाँ छ त्यहाँ छ, पिकनिकै पिकनिक 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 पिकनिक। हाम्रो दाई फेरि फोटो एउटा पनि क्लिक गर्दैन। मितिनीले के भन्दै हुनुहुन्छ कि अघिदेखि मेरो फोटो क्लिक भएको छैन। नरौ बाबा, नरौ न बाबा, किनेको के मतलब? नरौ न बाबा, नरौ न। मलाई जसरी पनि एउटा फोटो क्लिक गराइदियो। एउटा फोटो क्लिक गर्ने अहिले जाने बेला। सो एकदम इन्जोय भयो साइज होइन। भाँडा धोएर आइसक्नु भयो। आशा किन लुकिरहेको छौ तिमी? ब्लगमा आऊ न यहाँ। पिकनिकको रमाइलो। हाय एवरीवन, ये हमारा नेपाल है। नेपाल का बहुत अच्छा सीन एंड सुन्ना है। आज पिकनिक पनि साथीहरू हुनुहुन्छ, सबैजना रमाउँदै हुनुहुन्छ। एंड ये हमारे हैं भैया, ये दारू खा के मर रहा है। धेरै दारू खानुभएको छ उहाँले होइन। अनि यहाँ चाहिँ हाम्रो ज्ञानी दाइ। हामी के पागल दाइ? हाय एवरीवन, हाय अम्मा। ला 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 ला। आइसक्रीम खाऊंगी, कश्मीर जाऊंगी। आइसक्रीम 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 आ गए हैं तो आइसक्रीम। डांस करो डांस करो डांस करो डांस करो डांस करो डांस करो डांस। हाय 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 गाइस, बारात बजाउँदैछ हौ। क्या कर रही वो?
ये देखिए यहाँ पे भी पिकनिक हो रहा है। हमने ख़त्म कर लिया है खुद का पिकनिक एंड यहाँ पे पिकनिक हो रहा है। दूसरे जगह से आए हुए। सो यहाँ पे जो है ना, यहाँ पे बहुत बड़ा ताल है जो क्या बोलते हैं उसको क्या बोलते पता नहीं है भगवान। अभी मैं दिखाती हूँ, ठीक है? जस्ट कॉपीराइट नहीं आना चाहिए। ये देखो गाइस, ये देखो इसको बोलते हैं जाखड़ ताल। Oh God! Oh! Picnic, picnic, picnic! Dance, singing, dancing, singing, dancing. अब चाहिँ हाम्रो फोटो सेसन भइरहेको छ साथीहरू है। पिकनिक सकेर चाहिँ हामीहरू सबैजना जाँदैछौँ घर। पछाडि साथीहरू आउनुभएको छ। बाई बाई, सबै जानुभयो, हामी चाहिँ हिँडेर जानुपर्ने भयो। सो हाम्रो गाइस सक्यो नि हाम्रो पिकनिक होइन? के गर्नु, सबको बाइक हुनाले आफ्नो बाइकमा गयो, के गर्नु। हामी चाहिँ यसरी हिँडेर पैदल यात्री हो होइन। अब यति टाढाबाट जाने के गर्नु, अब सब छोडेर जानेहरू त्यस्तै छ, गाह्रो छ। इट्स ओके, केही छैन, हामी अटोमा जान्छौँ। साथीहरू हामीले अटो पायो, मलाई के उल्टातिर बसाउने तिमीहरू? बचिहाल्छु नि खै। छिटो मलाई नदेखाउनु है। देखाउँदैन नि, हामी त आफ्नो ब्लग पो राख्ने हो त। जस्ट यो त यो मास्क लगा, मास्क वाली अघिदेखि धुलो माटो बसेर यहाँ गलामा भरेछ। बाई बाई, एउटा साथी चाहिँ छुटिनु भयो। अब हामीहरू चाहिँ छौँ। बाई बाई। यिनको चाहिँ हालत खराब छ होइन, अब के गर्ने, अर्न हो कि के अरे त्यो खानेवाला। तिन पानी घट 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 घट, तिन पानी गाई, तिन पानी खाएर रमाएर यिनी चाहिँ नि फेरि आफ्नो पारामा। त्यस्तो मुख नगर न, ब्लग हो नि साथी। ए हो अनि ल बाई बाई बाई। खाएर लागिसकेको छ होइन साथीहरू, खाएर लागिसकेको छ। जाँदैछौँ हामी, पुगिसक्यौँ। अब आफ्नो होटलतिर भनौँ न, मार्केटमै छौँ अहिले। फिलहालमा अहिले बजारतिरै छौँ हामी। हामीहरू दुईजनाले चाहिँ अटो चढेर आइसक्यौँ होइन। अटो चढेर आइसक्यौँ। अब चाहिँ हामी घर जान लागेको साथीहरू। पिकनिक पनि रमाइलो भयो भनौँ, थकाइ पनि लागेको छ। सो निन्द्रा पनि लागेको छ। अब घर जाने, सिधा सुत्ने डाइरेक्टली हो कि नि? सुत्ने हो। ओके, मेरो रातिको कति बजी थियो? 6 बज्दैछ नि। सो 6 बज्दैछ। 6 बजी चाहिँ हामीहरू ठ्याक्कै घरनिर पुगिरहेको छौँ। अब थोरै छ बाँकी घरनिर पुग्न। त्यसरी पुगिहाल्यौँ। अब 6-7 घर मात्रै बाँकी छ होइन, त्यसपछि हामी पुग्यौँ।
सो साथीहरू म चाहिँ घरनिर पुग्न आँटेँ अब नाक पुरा गला नोज दुइटै बन्द भएको छ धुलो माटोले गर्दा त्यही भएर भोइसको ट्युनले गर्दा चेन्ज आउन सक्छ सो साथीहरू म चाहिँ आफ्नो घरनिर पुगेँ अब चाहिँ मितिनी छुट्टिनु पर्ने हुन्छ बस्न तिम्रो केही छ केही छैन ल ओके बाई मितिनी गुड नाइट यहाँ हेर्नु न किट्टीहरू आमा के भयो केही होइन नि बाई मितिनी बाई पुगेँ गाइज घरनिर होइन सो अब जान्छु माथि अहिले गाइज म चाहिँ आफ्नो रुममा आइसकेँ टाउको पनि कस्तो घुमे जस्तो भइरहेछ हौ धुलो माटोले भरियो फेस फाइनली पुगेँ ओके गाइज फाइनली मेरो ब्लग चाहिँ यहीँ सकिन्छ साथीहरू सो सबैजनाले चाहिँ नि मेरो च्यानललाई सब्सक्राइब यसो माया पनि अलिकति देखाइदिनु पऱ्यो लाइक पनि गरिदिनु पऱ्यो सो बाई एभ्रिवान